फ्रान्सको सबै डाक्टर्सहरूले यो ब्रान्ड किन रेकमेन्ड गर्छ भनेर यो भिडियोमा देखाउँदैछु। यो फ्रान्सको ब्रान्ड इसेस फार्मा स्किन केयर लागि मात्रै होइन बट स्किनमा भएको प्रब्लम्सहरूलाई सल्भ गर्न लागि बनेको छ। नियोटोन रेन्ज स्किनमा चाया परेको, दाग धब्बा भएको, डिस्कलरेसन भएको, अनइभन स्किन टोनको लागि बनेको छ। यसको फर्मुलाहरू पनि कसैले पनि कपी गर्न पाइँदैन। नियोटोन एक्वा माइसेलर सल्युसनले मेकअप त रिमुभ गर्छ नै बट साथै चाया, दाग, पिगमेन्टेसन जस्तो प्रब्लम्सहरूलाई पनि लाइटन गर्छ। यसले वाटर युज गरेपछि नियोटोनको सिरम अप्लाई गर्नु। यो सिरम चाहिँ राति मात्रै लाउन पाइन्छ। हजुरले टार्गेटेड एरियाजमा अरल्स फुल फेसमा अप्लाई गर्दा हुन्छ। मेक श्योर यो रेन्ज युज गर्दाखेरि हजुरले आफ्नो डेली बेसिसमा मजाले सनस्क्रिन लाउँदै हुनुहुन्छ। यो सिरमलाई स्टार्टिङमा युज गर्दाखेरि हजुरको स्किन अलिकति पोल्न सकिन्छ र साथैमा ड्राई पनि हुन सकिन्छ। विथ टाइम हजुरको स्किनलाई युज टु भएर त्यस्तो हुन बन्द भइहाल्छ। फलोड बाई सिरम नियोटोनको बाम युज गर्नु होला। यो मोइस्चराइजर पनि राति नै लाउने हो। स्किन सेन्सिटिभ छ, धेरै पोल्ने भइरहेछ भने यो बामले हजुरको स्किनलाई सुदिङ इफेक्ट दिन्छ बट हेल्प गर्छ टु रिमुभ योर डार्क स्पट, डिस्कलरेसनलाई पनि इभन टोन गरिदिन्छ। डाक्टर्सले रेकमेन्ड गर्ने फ्रान्सको यो ब्रान्ड इसेस फार्मालाई मिस नगर्नु होला। स्किनमा चाया, पोतो, दाग धब्बा जस्तो समस्या छ भने यो 3टा प्रडक्ट्स युज गरेर हजुरले सबै प्रब्लम्सलाई फिक्का पार्न सक्नुहुन्छ।